सो हे गाइस आज चाहिँ म चाहिँ घरमा आएर चाहिँ यस्तो पानी खाऊँ भनेर चाहिँ खाएको त त्यो एकदम हाम्रो चाहिँ खल्लो भइरहेको रहेछ। त्यही भएर चाहिँ हामी चाहिँ लाग्यो पदेदारतर्फ चाहिँ पानी लिनलाई फुल भग हेरौँ। सो हेलो गाइस, तपाईहरुलाई चाहिँ स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। तपाईहरुको के छ? हाम्रो चाहिँ एकदम ठिक छ। अनि आज चाहिँ हामी चाहिँ जान लाग्यो कहाँ केटा हो? पदेरा चाहिँ जान लाग्यो। तीनजना दाजुभाइले ल तीनटै यस्तरी बोकेर हातमा बोकेर चाहिँ हामी जान लाग्छौँ होइन। त्यहाँ अब पानी पर्ला जस्तो भइसक्यो। हामी चाहिँ चाँडो जानु पर्ने हुन्छ होइन। त्यही हो। अस्ति नि भ्लग चाहिँ आएको थियो, अलि राम्रो बनाउनु पाएको थिएन होइन। अलि राति भएको थियो। त्यही भएर चाहिँ आज फेरि पनि बनाउनु जाँदैछु। अनि तल बाटोतिरै भेटौँ है त। ल बाई बाई। सो त्यही हो है त। हामी चाहिँ अब अलिकति तल आइपुगिसकेका छौँ। अब हामीले चाहिँ टोटल कतिवटा बोतल ल्याएको छ केटा हो? 6वटा ल्याएको छौँ हामीले चाहिँ टोटल चाहिँ है। त्यही हो। अब यस्तै छ, अलिकति बाटो अलिकति बिजोगै छ होइन। बाटोको अलिकति बिजोगै छ बाटोको हालत। अनि त्यही हो, यस्तो छ होइन। अब यस्तै छ, दुईवटा बोक्नु पर्ने हुन्छ है गाइस। ल यस्तै छ। ल बाटोको हालत हेरौँ न गाइस। बिजोग छ नि त। ल पानी पनि पर्ला जस्तो भइरहेको छ होइन गाइस। अब हेर्दै गरौँ न भिडियो। पानी पऱ्यो भने हामीले चाहिँ पानी ल्याउनु चाहिँ छोड्दैन है। त्यो घरको पानी एकदम बिजोग तेरिका। त्यो अब हामीले चिसो पानी लिएर चाहिँ आउँछौँ घरमा। अनि चाहिँ खान एकदम मजा आउनेवाला छ। अघिको त्यो यस्तो घरमा भएको पानी चाहिँ एकदम अलिकति कस्तो खल्लो भइसकेको थियो कि गाइस। त्यही भएर चाहिँ हामी आएको छौँ पदेरा। हेर्नु सक्नुहुन्छ हाम्रो चाहिँ अलि अस्तिकै ठाउँमा हो आएको चाहिँ। तर हामी चाहिँ अब त्यही हो, चिसो पानी एकदम खान कस्तो हुन्छ के खायो चिसो पानी? एकदम बवाल आइहाल्छ नि। ल यस्तै छ होइन गाइजहरू, त्यस्तै छ है। ल पुरा बिजोग छ नि। ल बाटोको हालत चाहिँ एकदम बिजोग नै छ गाइजहरू होइन। केटाहरू नि यहाँ पछाडि आइरहेछ। त्यही हो। ल ल ल यस्तो बिजोग छ कि ल पहिला चाहिँ खतमै छ नि गाइज। ल अब हामी चाहिँ पदेरा गएरै भेट्छौँ है त। पदेरा गएरै भेट्छौँ तपाईँहरूलाई। सो हे गाइज 10 मिनटको हिँडाइपछि चाहिँ हामी चाहिँ फाइनली आइपुगिसकेको छौँ पदेरा। अनि त्यही हो, पदेरा चाहिँ अब म्युजिकमै हेरौँ है त। सबै अब भर्नी सबै चाहिँ म्युजिकमै हेरौँ। सो त्यही हो है त गाइजहरू। यी दुईवटा बोतल दुईवटा भाइहरूले दुईवटा बोकेर चाहिँ हामी चाहिँ लागिसकेको छौँ घरतर्फ। तपाईँहरूले म्युजिकमा भिडियो हेर्नुभयो होला होइन। एकदम अब हामी चाहिँ जाँदैछु घरतर्फ। यी दुईवटा बोक्न एकदम गाह्रो छ है गाइज। अहिले चाहिँ पानी पनि रला जस्तो भएको थियो। पहिला अघि चाहिँ पानी चाहिँ आमा पर्ला के हो भने डरै लागेको थियो है गाइजहरू। एकदम बाटो पनि अलिअलि चिप्लो भइसकेको छ। अनि त्यही हो, भाइहरू अगाडि गइसकेको छ, म चाहिँ पछाडि छु। दुईवटा बोतल बोकेर अनि घर गएर खानु चाहिँ एकदम मजा आउनेवाला छ। त्यही भएर त यहाँसम्म आएको नि होइन त गाइजहरू। अनि त्यही हो, अब घर गएर भेट्छु है त तपाईँहरूसँग।